Hello everyone. Hello. Good morning. Welcome back to my channel. धेरै दिनपछि हामी यहाँ घुम्न जाँदैछौँ आज माथि ज्याकेट लाएर तल पनि लाउनु भएको छ क्या लाइन अनि आज साह्रो माथिबाट ज्याकेट लान है के गर्ने यहाँको वेदरै त्यस्तै छ गाइज होइन अब भोलि काममा जानुपर्ने हो भोलि बिदा भइदिएको भए म लगाइहाल्थेँ होइन अनि भोलि काममा जानुपर्ने भएपछि अब अलिकति आफ्नो ज्यानको नि सुरक्षित गरेर घुम्न हिँड्न पर्यो नि होइन अनि एकैछिनमा फेरि वेदर चेन्ज हुन्छ यहाँको होइन अहिले चाहिँ घाम लाग्यो पनि अहिले एकछिनमा पानी पर्न पनि सक्छ त्यति खासै जाडो त छैन सन्थ्यो तर के गर्नु पेट चाहिँ अलिकति हुन्छ कि त्यसो म खोलाउँ त सानो म खोल्छु नि है समातिने आज ज्याकेट अनि यहीँ लाएर त हिँड लग्नु त लग्ने हो कि लग्नु समातिने एकचोटि के अरे ब्लगमा देखिन्छु हो ए ल हेर्नु यहाँ आउटफिट हेर्नु ल हेर्नु रिमोट देखेको छैन नि दामी देखिया मेरो पनि देखाइदेऊ न मेरो मेरो है गाइज खोल्नु यो वेदर आज हावा लाग्दैन अहिले हावा लाग्दैन अनि यहाँ पनि नभएर हो कि अलिक खुल्ला ठाउँमा जाने पनि हावा लाग्छ ल अनि यही हो गाइज मेरो बुढाको देखाइदिनु न कस्तो रहेछ र ए बुढा पूजाको बुढाको है ल दुईजना चाहिँ हिरो नि भएर हिँडे खान हाम्रोलाई यो त सिसा रहेछ यहाँ धर्म सबैलाई नै लाग्नु भिडियो बनाइदिनु न म बोकेर तराउँछु रोक्दैन ल बनाउनु त ल अस्ति यहाँ ठ्याक्कै उल्टो भयो है गाइज ल हेर्नु यहाँ बुढीले बुढालाई बोके खान है यहाँ यस्तो देख्नु पर्छ ल हेर्नु यस्तो माया गयो भने बुढा पाइन्छ ए यता हेर न यता फर्केर यता यस्तो माया गर्ने नि पाइन्छ गाइस ओहो कति चिसो नि पानी अच्छा
कस्तो चिसो है गाइस पानी लास्ट चिसो है यार पानी ओहो यस्तो माया गर्ने गाइस यहाँ हेर्नु श्रीगन्धेला हेर्नु वाउ व्हाट अ भ्यू म चाहिँ यहाँ बिमोज लेख्छु बिमोज यता कस्तो रहेछ कि नानी यहाँ खतरा ढुङ्गा भेटिएकै पूजाको छोरा आउँदाखेरि गुच्चा खेल्ने अरे त्यसले ल राम लेखेर यहाँ छुन्छ कि छुन्न पानीले भनेर यो गरे खान है छोयो भएन गाइस ल ल धेरै अल्को पहाडदेखि आउँदै हुनुहुन्छ घुर्किँदै ओए म लोटम लाग्यो यार सानी मेरो तलको त यो जुत्ताको जिब्रै चिप्लियो यार दामी आउँदो रहेछ यार यहाँ चाहिँ हामी चाहिँ यहाँ अब घुमेर लिडलमा सपिङ गर्न आएको है यहाँ चाहिँ सस्तो पाइन्छ तरकारीहरू लैजाने पो क्यारेर हो यो खाना लगाएको मैले मोमो यहाँ आफ्नो भाग खाएर पनि अर्काको भाग खानलाई आउने खानु 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 यस्तरी हुन्छ त खानु मोमो लभर पूजा आजको दिन कस्तो भयो बबाल बिन्दास झक्कास दामी भयो भोलिबाट काम कसरी गर्ने हो घाम खान आउनु पर्यो यहाँ फ्रेजरबाट टाइगर हिलमा सही रहेछ होइन आनन्द घाम लाग्यो तातो घाम लाग्यो वरिपरिदेखि हावा छेकेछ अनि बिचमा खालको जस्तो छ त्यही भएर राम्रो छ कि यहाँ चाहिँ अब ड्राई पिकनिक आउन चाहिँ सही हुने रहेछ अर्को दिन कुनै दिन आउने हो गाइज ल आजको भिडियो चाहिँ यति नै भयो आज खानेकुरा केही ल्याइएन क्या हामीले होइन त्यो चाहिँ ऊ भयो नै कि त्यो बिछाउने छ नि हजुरको चकटी के त्यो चकटी अनि त्यसपछि तिनीहरू सबै चिज चटपट लिएर आएर चटपट बनाउ एकछिन त्यसको पनि गएर आम के ल गाइज यति त्यही भएर यहाँ नबसौँ एकछिन गइहालौँ आजको भिडियो चाहिँ यति नै हुन्छ ल अब अर्को भिडियोमा भेटौँला गाइज बाई 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 बाई